हेलो नमस्ते सबैजनालाई गुड मर्निङ डिएक्सन लस्सो ठाकुरला र आज म विशेष गरी डिएक्सन कम्पनीमा आबद्ध रहनुभएका जति पनि डिस्ट्रिब्युटरहरू हुनुहुन्छ जति पनि डिएक्सनमा आबद्ध भएर चाहिँ यसमा भविष्य बनाउनको लागि दिनरात मेहनत गर्दै स्ट्रगल गर्दै अगाडि बढिरहनु भएको चाहिँ जति पनि नेपाल मात्र नभएर धेरै देशहरूमा चाहिँ छरेर बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई म डिएक्सनको मेरो लगभग 6-7 वर्षको अनुभव र यसको चाहिँ एउटा एक्सपिरियन्सेस मैले गरेका भोगेका कुराहरू र स्ट्रगलबाट सिक्दै अगाडि बढ्दै जाँदाखेरि चाहिँ धेरैजना डिस्ट्रिब्युटरहरू चाहिँ स्ट्रगल गर्दै हुनुहुन्छ। तर कोही डायमन्ड बन्दैन, कोही डबल डायमन्ड, कोही क्राउन एम्बेसडर होइन। त्यो बन्छु भनेर चाहिँ एक किसिमको के हुन्छ भन्दाखेरि चाहिँ स्ट्रगल गरिरहेको हुन्छ, तर बिचमै छोडेर हारिहाल्छ र 1-3 महिना 6 महिना चाहिँ के गरौँ भनेर चाहिँ एउटा चाहिँ मोटिभेसन, फुल अफ मोटिभेसनमा चाहिँ धेरै युवाहरू आउँछन् र के मिटिङ प्रोग्राम पनि एटेन्ड हुन्छ। त्यसपछि केही समय पछाडि उहाँहरूलाई यो सिस्टम पनि राम्रो लाग्छ, प्रोडक्ट पनि राम्रो लाग्छ। अझ यस्तो साथीहरू पनि हुनुहुन्छ कि उसलाई प्रोडक्ट राम्रो लाग्छ, सिस्टम पनि राम्रो लाग्छ, सबै यहाँको कल्चरहरू सबै राम्रो लाग्छ, तैपनि आफ्नो चाहिँ प्रगति भइरहेको हुँदैन र आफ्नो इन्कम, आफ्नो जुन तपाईँको यो बिजनेस आफूलाई डेभलप गर्नुपर्ने हो, जुन किसिमको आफ्नो चाहिँ प्लान अनुसारले जुन हिसाबले यसमा अवरोध भएर चाहिँ आउनु भएको हुन्छ, उहाँले त्यो किसिमको चाहिँ प्रगति, त्यो किसिमको चाहिँ होइन नभइरहेको हुन्छ र त्यसले गर्दा मान्छे स्टक भएर चाहिँ केही समय पछाडि चाहिँ ऊ बिस्तारै बिस्तारै हराउँदै जाने यस्तो खालको चाहिँ धेरै चाहिँ डिस्ट्रिब्युटरहरू हामीले भेटिन्छन्। र अहिले पनि कतिपय डिस्ट्रिब्युटरहरू चाहिँ वर्षौँ वर्षदेखि चाहिँ एकदमै स्ट्रगल, एकदमै सङ्घर्षरत हुनुहुन्छ, तर उहाँहरू एक्चुअली चाहेको चिज प्राप्त गर्दैन। नर्मली डायमन्ड पनि बन्न सक्दैन, डायमन्ड बन्न पनि तपाईँको चाहिँ त्यति धेरै गाह्रो पनि होइन, तर त्यति धेरै मेहनत नगर्ने मान्छेको लागि त्यति सजिलो पनि छैन। र डायमन्ड, डबल डायमन्ड, ट्रिपल डायमन्ड, क्राउन एम्बेसडर यो हरेक मान्छेहरूको चाहिँ त्यो त्यहाँसम्म पुग्ने एउटा सफलताको शिखरमा पुग्ने चाहिँ हरेक मान्छेको एउटा के हो, सिक्रेट के हुन्छ भन्दाखेरि त्यो सिक्रेट हो गोल सेटिङ। हेर्नुहोस् है, हामी लक्ष्य निर्धारण तपाईँ हामीले सुन्नु भएको हुनसक्छ, लक्ष्यको बारेमा, गोल सेटको बारेमा तपाईँले कहीँ न कतैबाट तपाईँले सुन्नु भएको पक्कै हुनसक्छ, अथवा तपाईँले स्कुल पढ्दाखेरि पनि तपाईँले पक्कै सुन्नु भएको होला, लक्ष्य के लिनु ओडी सुन्नु चन्द्र एक भनेर तपाईँले चाहिँ त्यो तपाईँको चाहिँ कवितामा पनि तपाईँले पढ्नु भएको हुनसक्छ। र हरेक सफल मान्छेहरूको चाहिँ कमन कुरा के हुन्छ भन्दाखेरि चाहिँ त्यो सिक्रेट एउटा सफल हुने कुरा भने चाहिँ गोल सेटिङ हुन्छ। हरेक सफल मान्छेमा हुने पहिलो प्रायोरिटी भनेको गोल सेटिङ हो। सो त्यो भने चाहिँ हामी सबै जति पनि बिजनेस, हामी नर्मल आम मान्छे भने एउटा तपाईँको चाहिँ एउटा एक्स्ट्रा अर्डिनरी, एउटा अर्डिनरी मान्छे, हामी एउटा एक्स्ट्रा अर्डिनरीमा एउटा चाहिँ तपाईँ हामी त्यो लेभलमा त्यो हाइटमा पुरा पुग्नका लागि तपाईँ हामीले लक्ष्य निर्धारण गर्न एकदमै जरुरी छ। लक्ष्य निर्धारण गर्दाखेरि तपाईँ हामीलाई सबभन्दा फाइदा के हुन्छ त, र यो गरेन भने तपाईँको चाहिँ किन तपाईँले त्यो चाहेको चिज प्राप्त गर्न सक्दैन होइन, त्यो कुराहरू हामीले विशेष गरी तपाईँलाई हामी भन्छौँ र म तपाईँलाई यसको 9वटा तपाईँको कारण र 9वटा फाइदाहरू तपाईँलाई म प्रोभाइड गर्न सक्छु। र मैले जुन अहिले देशको यात्रामा 7 वर्षमा जुन अहिले मैले जुन पोजिसनमा आइपुगेको छु, यो सबै लक्ष्य निर्धारणको प्रोसेसलाई फलो गरेर यहाँसम्म आएको छु र मेरो केही अर्को लक्ष्यहरू पनि चाहिँ त्यसलाई एचिभ गर्नका लागि मैले त्यो लक्ष्यमा चाहिँ काम गरिरहेको छु। सो त्यो भएको कारणले चाहिँ पहिलो कुरा तपाईँलाई हामीले लक्ष्य निर्धारण गर्दा फाइदा के हुन्छ भन्दाखेरि चाहिँ प्रोभाइड डाइरेक्सन, तपाईँ हामीलाई दिशा निर्देशन दिन्छ। लक्ष्य तपाईँसँग छ भने तपाईँ कुन डाइरेक्सनमा तपाईँ चाहिँ जाने भन्ने कुरा तपाईँलाई चाहिँ एउटा स्पष्ट, तपाईँलाई चाहिँ क्लियर तपाईँ के हुन्छ त रोड म्याप तयार हुन्छ। जसरी तपाईँको एउटा जिपिएस म्यापले तपाईँलाई जुन बाटो, तपाईँको जुन डाइरेक्सन तपाईँलाई देखाउँछ, त्यस्तै लक्ष्यले तपाईँलाई चाहिँ म यो क्षेत्रमा यो दिशामा यो डाइरेक्सनमा लाग्ने भन्ने कुरा तपाईँको क्लियर डाइरेक्सन हुन्छ। सो जबसम्म तपाईँको चाहिँ जिन्दगीमा क्लियर डाइरेक्सन हुन्छ तबसम्म तपाईँ फोकस तपाईँको अरू कुरा आउँदै आउँदैन। सो त्यो भने चाहिँ प्रोभाइड डाइरेक्सन नम्बर 1। अर्को लक्ष्य निर्धारण गर्दाखेरि दोस्रो फाइदा के हुन्छ भन्दाखेरि चाहिँ तपाईँ हामीलाई यसले के दिन्छ भने तपाईँ हामीले के कुरामा फोकस गर्ने होइन, तपाईँ हामीलाई यसले फोकस
कहाँनिर गर्ने, कुन क्षेत्रमा तपाईँको केन्द्रित भएर काम गर्ने भन्ने कुरा तपाईँले चाहिँ के गर्छ त, गोल्स गिभ्स यु फोकस। तपाईँ हामीलाई फोकस दिन्छ। सेकेन्ड कुरा, यदि तपाईँले आफ्नो लक्ष्य सेट गरेर डाइरेक्सन क्लियर छ तर तपाईँ दायाँ बायाँ तपाईँ चाहिँ हुनुभयो, इधर उधर हुनुभयो भने तपाईँको रिजल्ट ग्यारेन्टी, रिजल्ट तपाईँको आउँदैन। तपाईँले चाहेको चिज एचिभ समयमा गर्न सक्दैन। त्यसले गर्दा तपाईँ हामीलाई के हुन्छ त, यो डाइरेक्सनमा यसैमा फोकस गर्नुपर्छ भन्ने कुरा तपाईँले के गर्छ त, यसले केन्द्रित बनाउँछ तपाईँको काम। र अर्को तपाईँको चाहिँ नम्बर 3मा चाहिँ के छ भन्दाखेरि ओभरकम्स प्रोक्रेस्टिनेसन। नम्बर 3मा छ लक्ष्य निर्धारण भइसके पछाडि मान्छेले चाहिँ आजको काम आजै गर्नुपर्छ भन्ने हुन्छ कि। किनभने लक्ष्य निर्धारणमा टाइम सेट हुन्छ, डेडलाइन हुन्छ, जसको कारणले चाहिँ आजको काम आजै गर्नुपर्छ, अहिलेको काम अहिले गर्न जरुरी छ। म भोलि गर्छु पर्सि गर्छु भन्यो भने तपाईँको चाहिँ रिजल्ट पनि तपाईँको चाहिँ तपाईँ सफल पनि पछि पछि हुन्छ, तपाईँलाई पैसा पनि पछि आउनेवाला छ। तपाईँलाई आजको काम आजै गर्न जरुरी छ। साथीभाइहरूले चाहिँ हामीले बुझ्नुपर्ने कुरा यहाँतिर छ। साथीभाइहरूले चाहिँ तपाईँ हामीले धेरैजना डिस्ट्रिब्युटरहरूले चाहिँ म मिटिङ भोलि गर्छु, म फलोअप पनि भोलि गर्छु, म ट्रेनिङमा पनि भोलि जान्छु, म पर्सि गर्छु, पर्सि पछि गरौँला भन्ने यस्तो टाइपको प्रोक्रेस्टिनेसन ह्याबिटले गर्दाखेरि चाहिँ उसले आफ्नो जुन सोचेको प्लानभित्रमा उसले आफ्नो गोललाई एचिभ गर्न सक्दैन। साथीभाइहरूले त्योबाट बाहिरनु लागि हामीले चाहिँ के गर्नु पर्यो त, नम्बर 3लाई ध्यान दिनु पर्यो। हामीले यसलाई यस्तो तपाईँको चाहिँ प्रोक्रेस्टिनेसनहरू गर्नु भएन, विभिन्न बहानाहरू गर्नु भएन, आजको काम आजै गर्ने बानी बसाल्न जरुरी छ। र 5औं नम्बरमा लक्ष्य निर्धारण गर्दाखेरि तपाईँ हामीलाई फाइदा हुने कुरा के छ भन्दाखेरि गोल्स इम्प्रुभ्स प्रोडक्टिभिटी। लक्ष्यले तपाईँ हामीलाई चाहिँ तपाईँको चाहिँ हाम्रो उत्पादकत्व बढाउनलाई मद्दत गर्छ। तपाईँको कामलाई छिटो, छरितो र तपाईँको छोटो समयमा एउटा राम्रो काम कसरी बनाउने त। र आज 24 घण्टाभित्रमा तपाईँको चाहिँ 6-7 घण्टा सुतेर तपाईँको अर्को बाँकी तपाईँको टाइमलाई चाहिँ तपाईँले कसरी प्रोडक्टिभिटी भनेको चाहिँ तपाईँको चाहिँ विशेष गरी तपाईँको काम फोकस, तपाईँको जुन टार्गेटलाई एचिभ गर्नको लागि जुन हामीले जुन एक्टिभिटिज गर्छौँ त्यो टाइपको तपाईँको हुनु पर्यो। तपाईँको टार्गेटलाई, तपाईँको चाहिँ गोललाई नजिक नजिक तपाईँको चाहिँ जानका लागि तपाईँ त्यस्तो खालको एक्टिभिटी, त्यस्तो खालको प्रोडक्टिभिटी तपाईँ हामीले काम गर्न जरुरी छ। तपाईँले गर्ने हरेक टाइमको बिजी टाइपको मात्र काम गऱ्यो भने एकदम व्यस्त भएर मात्र हुँदैन। तपाईँले यस्तो काम गर्नु पर्यो, यस्तो फोकस भएर तपाईँको चाहिँ यस्तो खालको चाहिँ एक्टिभिटी गर्नु पर्यो कि जुन एक्टिभिटीले प्रोडक्टिभिटी हुनु पर्यो। तपाईँले गरेको एक्टिभिटीमा त्यो प्रोडक्टिभिटी छैन भने यसले तपाईँहरूलाई जुन तपाईँको टार्गेटभित्र जुन तपाईँको गोललाई चाहिँ एचिभ गर्नुपर्ने त्यो टाइम तपाईँले एचिभ गर्न सक्नुहुन्न। त्यसले गर्दाखेरि चाहिँ हाम्रो प्रोडक्टिभिटी बनाउनको लागि चाहिँ लक्ष्यले चाहिँ आज म यो मिटिङ गर्ने, आज म यो ट्रेनिङ गर्ने, आज मलाई साथीले फोन गर्नु छ, कल गर्नु छ, आज म यो ट्रेनिङ गर्नु छ, काउन्सिलिङ गर्नु छ, 1-to-1 मिटिङ गर्नु छ, होम मिटिङ गर्नु छ, त्यो टाइप कुराहरू के भन्नु त्यस त्यो भनेको चाहिँ एक्टिभिटी। कस्तो खालको एक्टिभिटी भन्दा प्रोडक्टिभिटी बढाउने, तपाईँको बिजनेसलाई इन्हान्स गर्ने, तपाईँको चाहिँ सेल्सलाई इन्क्रिज गर्ने, तपाईँको टिमलाई बिल्ड गर्ने भयो यस्तो खालको चाहिँ तपाईँ हामीले एक्टिभिटिज गर्न जरुरी छ। र लक्ष्य निर्धारण गर्दाखेरि अर्को 6औं नम्बरमा चाहिँ तपाईँको जुन फाइदा भनेको चाहिँ तपाईँको यसले विशेष गरी तपाईँ हाम्रो चाहिँ बेटर फ्युचर डिजाइन गर्नको लागि तपाईँलाई यसले मद्दत गर्छ। तपाईँको लक्ष्यले चाहिँ तपाईँको आफ्नो भविष्यलाई बेटर बनाउनको लागि यसले डिजाइन, होइन, डिजाइन बेटर फ्युचरको लागि चाहिँ यसले ठुलो भूमिका खेल्छ। डिसिजन बिजनेस भनेको आज गरेर आजै पाउने बिजनेस होइन। यो बिजनेस भनेको तपाईँको चाहिँ भोलि फ्युचरसम्म लागि, भोलि भावी पुस्तासम्म लागि सोचेर काम गर्ने हो। भोलि तपाईँको 3 पुस्तासम्म लागि, 4 पुस्तासम्म लागि, पुस्तासम्म लागि चाहिँ सोचेर जुन आजको डेटमा तपाईँले स्ट्रगल गर्न जरुरी छ। त्यो फ्युचर डिजाइन गर्ने बिजनेस हो यो। त्यो भएर चाहिँ हामी धेरै किसिमको काम गर्छ, अनेक थरको फरक फरक टाइपको काम हुन्छ। आज काम गरेर आजै चाहिँ तपाईँको चाहिँ प्रफिट लिने, त्यो तलब पाउने त्यो टाइपमा मात्रै धेरैजना मान्छेहरू, आम मान्छेहरू काम गर्ने गर्छन्। तर संसारको धनेटे मान्छेहरू, संसारको सफल मान्छेहरू चाहिँ आजको मेहनतको फल प्रतिफल चाहिँ उनीहरू 5 वर्षपछि, 10 वर्षपछि, 20 वर्ष पछाडि अथवा उनीहरूको चाहिँ भावी सन्तानलाई चाहिँ राम्रो हुने तरिकाले उनीहरूले लिने गर्छन्। सो त्यो भने चाहिँ फ्युचर डिजाइन गर्नका लागि तपाईँ हामीलाई गोल्सले मद्दत गर्छ। लक्ष्य निर्धारण गर्दाखेरि नम्बर 7मा रहेको छ गोल्स गिभ्स यु रिजन टु वेक अप।
हरेक तपाईँको चाहिँ बिहानी तपाईँलाई उठ्नको कारण तपाईँलाई के हुन्छ, तपाईँसँग हुन्छ। तपाईँले हरेक बिहान तपाईँ उठ्नका लागि गोलले तपाईँले के गर्छ त, मोटिभेट गर्छ। तपाईँसँग रिजन हुन्छ। धेरै मान्छेसँग त्यो रिजनै हुँदैन। त्यो भएको कारणले तपाईँ हामीलाई अलार्मले भन्दा पनि गोलले तपाईँलाई मोटिभेट गर्न जरुरी छ। अलार्मले उठाउने होइन कि तपाईँले गोलले तपाईँले उठाउन जरुरी छ। त्यो चाहिँ तपाईँ हामीलाई हरेक बिहानी उठ्दाखेरि तपाईँसँग रिजनको साथमा तपाईँ उठ्नुभयो, तपाईँ बिउजन्नुभयो भने हो मेरो काम गर्नु छ, भोलि मेरो यस्तो यस्तो टार्गेट छ, मैले मान्छेलाई किन केही हेल्प गर्नुपर्छ होइन, मैले अरूलाई गाइड गर्नुपर्छ, अरूलाई मोटिभेट गर्नुपर्छ, अरूलाई सहयोग गर्नुपर्छ भावनाको साथ तपाईँले चाहिँ तपाईँले काम गर्नुभयो, एउटा तपाईँसँग एउटा स्ट्रङ रिजन भयो भने तपाईँलाई मजा आउँछ। नम्बर 8 मा रहेको छ लक्ष्य निर्धारण गर्दाखेरि फाइदा हुने। नम्बर 8 मा चाहिँ तपाईँको गोल्स गिभ्स यु बेटर। गोल्सले तपाईँ हामीलाई डिसिप्लिन बनाउँछ, कमिटेड बनाउँछ र आफ्नो काम एकदम फुल रेस्पोन्सिबिलिटीको साथ कुनै पनि मान्छेलाई दोष नदिइकन, बहाना नगरिकन आफ्नो काममा कमिटेड भएर एक्सन टेक गरेर तपाईँलाई बनाउँछ। सो त्यही भएर तपाईँ हामीलाई कमिटेड र डिसिप्लिनले चाहिँ तपाईँले एकदमै बनाउँछ यसले। सो त्यही भएर कन्सिस्टेन्सी बेसमा तपाईँको आफ्नो काममा चाहिँ निरन्तर रूपमा तपाईँ लागिरहनको लागि एकदमै जरुरी हुन्छ। सो त्यही भएर चाहिँ तपाईँ हामीलाई गोल्स मेक्स यु बेटर। लक्ष्य निर्धारण गर्दाखेरि अर्को 9 नम्बरको फाइदा छ गोल्स गिभ्स यु ह्याप्पिनेस। यो एकदमै राम्रो लाग्छ। विशेष गरी तपाईँको चाहिँ हामीले तपाईँको साना एउटा टार्गेटहरू कुराहरू जब तपाईँले चाहिँ एचिभमेन्ट तपाईँको प्राप्त हुन्छ अथवा एचिभ हुन्छ नि, यदि तपाईँलाई भित्रैदेखि मजा आउँछ, वाउ यस आई डिड इट भन्ने तपाईँलाई त्यो खालको फिलिङ आउँछ कि तपाईँले सानो टार्गेट सेट गर्नुभयो, तपाईँले त्यसलाई चाहिँ एचिभ गर्नुभयो भने तपाईँलाई अरूको नेक्स्ट गोलमा तपाईँको चाहिँ तपाईँ जानको लागि त्यो नेक्स्ट गोलमा तपाईँले अझ तपाईँले टार्गेटलाई तपाईँको हिट गर्नको लागि चाहिँ तपाईँलाई फेरि मोटिभेट गर्छ। हेर्नुहोस्, त्यसले तपाईँले चाहिँ गोल एचिभ भइसकेपछि मान्छे यति धेरै ह्याप्पिनेस हुन्छ कि तपाईँको उसले त्यो फिलिङ्स भनेको जसले गोल एचिभ गरे त्यसले मलाई थाहा हुन्छ। त्यो एकदमै छुट्टै किसिमको चाहिँ ह्याप्पिनेस हो, जुन तपाईँको ह्याप्पिनेस त्यो नर्मल तरिकाले आउँदैन। तपाईँको काम तपाईँले चाहेको चिज एचिभ गरिसकेपछि छुट्टै किसिमको ह्याप्पिनेस आउँछ है। तपाईँलाई एकदम रिवार्ड, तपाईँले कम्पनीबाट रिवार्ड मिल्छ, साथीभाइबाट रिवार्ड मिल्छ, आफैले पनि वाउ मैले गर्न सक्यो, मेरो काम मेरो टार्गेट पुरा भयो। तपाईँ एकदम भित्रैबाट तपाईँ फिलिङ्स के हुन्छ त, ह्याप्पी फिलिङ्स तपाईँलाई आउँछ। त्यसले गर्दा तपाईँ हामीले मोटिभेट गर्छ अनि त्यसपछि अर्को नेक्स्ट गोलको लागि तपाईँलाई तयारी गर्न इजी हुन्छ र तपाईँले फेरि आफ्नो रियल इक्जाम्पल देखाएर अरू साथीहरूलाई आफ्नो टिमलाई पनि मोटिभेट गर्न सक्नुहुन्छ कि। सो त्यही भएर गोल्सले तपाईँलाई के गर्दो रहेछ भन्दाखेरि चाहिँ ह्याप्पिनेस पनि दिँदो रहेछ। धेरैजना मान्छेको चाहिँ मान्छे किन दुखी छन् भन्दाखेरि त्यो मान्छेसँग गोल छैन भनेर भन्थ्यो क्या। धेरै तपाईँ चाहिँ सक्सेसफुल मान्छेहरूले हेर्ने हो भने मान्छे किन दुखी छन् भने मान्छेसँग किन दुखी भयो भने ऊ त्यतिकै दुखी भएको होइन, उसँग गोल नभएर दुखी भएको है। तपाईँले गोललाई तपाईँको आफ्नो चाहिँ तपाईँको हिसाबले तपाईँको चाहिँ धरातलमा बसेर चाहिँ आफूले सेट गर्न जरुरी छ र साना टार्गेट बनाएर त्यसलाई एचिभ गर्ने। त्यो एचिभ गरिसकेपछि तपाईँले यति धेरै हाई मोटिभेट आउँछ कि तपाईँलाई त्यो छुट्टै किसिमको आनन्द हुन्छ। हेर्नुहोस्, त्यही भएर सबैजनाले तपाईँले भिडियो हेर्दै हुनुहुन्छ, तपाईँले पक्कै पनि तपाईँले चाहिँ मैले तपाईँले भनेको कुरा याद गर्नु होला। संसारमा हरेक सफल मान्छेले चाहिँ तपाईँले चाहिँ यसको लक्ष्यको बारेमा, गोलको बारेमा हरेक बिजनेसम्यानहरूले, हरेक लाइफ कोचहरूले, बिजनेस कोचहरूले चाहिँ यसको बारेमा तपाईँको चाहिँ एकदम किताब लेखेको छ, पुस्तकहरू यति धेरै पुस्तकहरू छ, यति धेरै कोर्सेसहरू छ, यति धेरै ट्रेनिङहरू हुन्छ होइन। अधिकांश मान्छेले तपाईँको चाहिँ गोल्स लक्ष्य निर्धारण गर्ने कामै गर्दैन, कतिले त्यो इम्पोर्टेन्ट छ भनेर पनि थाहा हुँदैन। त्यसले गर्दाखेरि जति पनि तपाईँ डिसिसनमा आउनु भएको छ, तपाईँ डिसिसनले एउटा तपाईँले अवसर दिएको हो, त्यो अवसरलाई तपाईँले ग्र्याब गरेर तपाईँको आफ्नो फ्युचर डिजाइनिङ गर्ने, तपाईँको आफ्नो इन्कम गोल, आफ्नो तपाईँको चाहिँ टिम गोल होइन, तपाईँको चाहिँ हेल्थ गोल, तपाईँ के छ तपाईँको आफ्नो गोल त्यो सेट गरेर तपाईँ आफ्नो ऱ्याङ्क गोल, कुन पोजिसन पुग्ने, तपाईँको त्यो कति हजार टिम बनाउने र तपाईँको इन्कम गोल कति लाख कमाउने यहाँबाट, त्यो सबै चिज तपाईँलाई के चाहिन्छ त, तपाईँको टार्गेट तपाईँको चाहिँ गोल हुन जरुरी छ है। सो त्यो भएर चाहिँ तपाईँ सबैजनाले यो भिडियो तपाईँले हेर्दै हुनुहुन्छ भने तपाईँले चाहिँ आफूलाई राम्रो लाग्यो भने आफ्नो टिमलाई पनि सेयर गर्नुहोस् र सबैजनाले अझै तपाईँले यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँले कमेन्टमा आई वान्ट गोल भनेर तपाईँले सेयर गर्नु होला, अथवा आई एम रेडी टु गोल होइन भने तपाईँले चाहिँ कमेन्ट गर्नु होला। र आजैदेखि तपाईँ आफ्नो कागजमा, आफ्नो डायरीमा तपाईँको आफ्नो गोल लेख्नुहोस्। यदि डिसिसनमा आउनु भएको छ भने
तपाईँ अहिलेसम्म डिएक्सन बाहेक बाहिर कहीँ कुनै पनि गोल छैन भने डिएक्सनमा आइसकेपछि तपाईँले 100% तपाईँले तपाईँको आफ्नो गोल लेखेर अगाडि बढ्नुहोस्। विथआउट गोल लेख्नु भनेको एकदमै जिन्दगीमा त्यति सफल हुँदैन। हेर्नुहोस्, भाग्यवश भयो भने मात्र हो, तर जिन्दगीमा सफल भएन कन्सिस्टेन्ट रूपमा तपाईँले आफूलाई अपग्रेड गर्नलाई, तपाईँको आफ्नो व्यवसायलाई हाइटमा लानको लागि तपाईँसँग एउटा राम्रो गोल सेटिङ हुन जरुरी छ। त्यो भने तपाईँहरू सबैजना गोल सेटिङ गर्नु होला। तपाईँ कुन पोजिसन पुग्ने, कति लाख इन्कम चाहिन्छ तपाईँलाई, कति हजार टिम बनाउने होइन, तपाईँको टिम कत्रो बनाउने, अनि तपाईँको आफ्नो लिडरहरू कस्तो कस्तो चाहिँ बनाउने, एभ्रिथिङ तपाईँले चाहिँ आफ्नो गोल सेटिङ गर्न जरुरी छ र एकदमै मोस्ट इम्पोर्टेन्ट छ। यो बिजनेस डाइरेक्ट सेलिङ बिजनेसमा मोस्ट इम्पोर्टेन्ट मानिन्छ गोल सेटिङ। र हामी जस्तो सामान्य मान्छेले एउटा राम्रो एउटा चाहिँ हाइटमा पुग्नको लागि, एउटा ट्रान्सफर्मेसन हुनको लागि तपाईँको चाहिँ गोल सेटिङले तपाईँलाई त्यो मोटिभेसन दिन्छ। मैले तपाईँलाई यो सरस्वती रूपमा 9वटा बेनिफिटको गोल सेटिङ गर्दाखेरि 9वटा बेनिफिट हामीले पाउँछौँ भन्ने कुरा तपाईँलाई मैले सरस्वती रूपमा तपाईँहरूलाई मैले बुझाएको छु, मेरो एक्सपिरियन्स बेस। जुन कुरा मैले अहिले तपाईँ आफै त्यो फलो गरेर डिएक्सनमा अहिले म डबल डायमन्डसम्म आइसकेको छु भने अझै पनि मेरो चाहिँ तपाईँको यात्रालाई अझै पनि मेरो चाहिँ बेटर बनाउन लागि मैले त्यही गोल सेटिङलाई नै आधार बनाएर काम गरिरहेको छु। तपाईँहरू अरू कुराहरू हामी अरू प्रोग्रामहरू मिटिङहरूमा हामी गर्छौँ भन्दै तपाईँहरू सबैजनाले जसले यो भिडियो अन्तिमसम्म हेर्नु भएको छ, यहाँ सबैजनालाई तपाईँले गोल सेट गर्नुहोस् आजैदेखि, र सेट गरेर त्यसलाई एचिभ गर्नुहोस् है भन्दै यहाँ सबैजनालाई धन्यवाद दिन चाहन्छु। हस्त, नमस्ते।